हेलो जय मसी सबैजनालाई। हामी चाहिँ कहाँ हिँड्दैछौँ भाइ आज? हामी चाहिँ यसो के भन्छ बाटो पनि हो, तर हाम्रो लक्ष्य हामी पुग्ने भनेको कहाँ अरे सप्तमी। पछाडि बाजे पनि अलैँची फाड्दै हुनुहुन्छ होइन। बाजेको नाम चाहिँ थाहा भएन के हो है, तर हाम्रो बाजेहरूले अलैँची फाड्दै हुनुहुन्छ। जे भए पनि बाजे हो उहाँ चाहिँ है नि। हाम्रो अगाडि यौवाको सेनाहरू कुद्दैछ सिंहहरू होइन। मेरो साथमा चाहिँ आमोस भाइ हुनुहुन्छ अनि पछाडिपट्टि के तिम्रो नाम? बाटो हराएर बिजोग भयो यार। बाटो हराएर सिस्नुले टोकेर उस्तै छ, जुकाले टोकेर उस्तै छ। बिजोग छ यार, जाँदैन। खोल्सा घारीमा पो आइपठाइयो त। ए हो रहेछ यार, तल बाटो रहेछ नि एउटा के हो। बाटो हराएर बिजोग भयो। बाटो हराएर कहिले नआएको घारीमा आइपुग्यो हो। हालेलुया हालेलुया। बाटो छ भाइ? ओए कहाँ पाइयो त नि? जुकाले टोक्छ पनि। जुका पर्यो कि? ए जुका पाउँदो रहेछ है यहाँ त। यहाँ खुट्टामा पनि छ हौ जुका। हेर न जुका नि कत्रो टुटुलो त्यो बाटो हेर्नु न। जुकै आम्मामा 2-3 छ यार मेरो त। मेरो पनि हेर्नु न। बिस्तारी ल, लडिन्छ है। सिस्नुले टोक्यो, हातैमा टोक्यो यार सिस्नुले। हामी चाहिँ जङ्गल घारीमा छौँ है आजको हाम्रो भिजिट। हाम्रो बाटो हरायो त। ए सिस्नु घारीमा पर्यो, बाटो हराइहाल्यो। बिजोग छ यार। अब चाहिँ बल्ल बल्ल बाटोमा आइपुग्यौँ है। बाटोमा मसँग आमोस भाइ हुनुहुन्छ अनि जङ्गलभित्र हराइएछ क्या, जङ्गल घारीभित्र बल्ल बल्ल बाटोमा आइपुगेका छौँ। अब चाहिँ सास आउने भयो। ए जङ्गलहरू सुन, पहाड पर्वतहरू सुन, खोला नाला सबैले सुन, बस्तीका मानिसहरूले सुन, अलैँचीका बोटहरूले सुन, सबैले सुन। माथि प्रभु यीशु ख्रीष्टमा मुक्ति छ, प्रभु यीशु ख्रीष्टमा छुटकारा छ। मन मेरो मन मेरो मुटुभरि येशूको धेरै नै माया छ। मन मेरो हुँदैछ। म चाहिँ अहिले ट्रिपमा छु है, ट्रिपमा छु अनि अहिले चाहिँ हामी नेसुम भन्ने ठाउँतिर जाँदैछौँ। अनि यो बाटो चाहिँ हामी एकदमै जङ्गलको बाटो छ। सालघारी छ है वरिपरि यो सब। हामी कहाँ जाँदैछौँ मैले भनिदिनु। स्टेसनमा गएको हो कि हामी चाहिँ हो, मुनमा गएको। मुन भनेको त नेस्तरी हिँडेर त पुगिँदैन जस्तो लाग्यो त।
हामी चाहिँ सप्तमी बजार आइपुगेको छौँ अनि हाम्रो टोली चाहिँ यता हुनुहुन्छ सबैजना हाम्रो लिडर यता हुनुहुन्छ हाम्रो टोलीको हेर्नुहोस् हाम्रो सप्तमी जाने टोलीहरू अगाडि हिँड्दै हुनुहुन्छ तपाईहरु पनि आउन सक्नुहुन्छ सप्तमी बजार घुम्न हेर्न एकदम ब्युटिफुल छ मेरो गोठालो सप्तमीको स्कुल तपाईहरु देख्न सक्नुहुन्छ अनि त्यो सँगसँगै यहाँनेर स्विमिङ पुल पनि रहेको छ तपाईहरु स्विमिङ पुल गर्न चाहनुहुन्छ भने सप्तमी आउन सक्नुहुनेछ यात्रामा छौं हजुर हुन्छ ठिकै छ हजुर गुम्बा डाँडातिर जाँदैछौं तर यिनीहरू त लामा परेछ भनेपछि गुम्बामा एकदम ठुलो पानी परेको कारण हामी चाहिँ छातासँग छौँ है नि त भर्खर पानी रोकिएको छ रोकिएको होइन रोकाएको है वास्तवमा हामीले रोकाएको हप्काएर होइन हप्काएर रोकाएको वास्तविकता चाहिँ यसको रोक्दैन थियो कि तर हामीले रोकाएको है हामीले होइन है माथि परमेश्वरले नि अलि हाउडे हाउडे छ है प्रार्थना गरेर रोकाएको पर्यो भने हुँदैन है सही कुरा मैले विजयले प्रार्थना गरेर रोकेको छ कि यस आमेन आमेन अनि त्यहाँदेखि चाहिँ हामी हिँड्दैछौँ छाताको काम छैन अनि त्यो पानी अनि 2-3 घण्टा परेको भए के हुन्थ्यो होइन मकै सकै बाटो झन्डै हामी त्यहाँबाट बसेको पुग्न चाहिँ अझै धेरै छ जहाँ धार्मिकताले देशलाई उचाल्छ भने जस्तै जहाँ धर्मी व्यक्ति छ त्यहाँनिर चाहिँ के छ शान्ति छ आफै सोच्नु न आउनु छैन हजुर 5 मिनेट पनि परेन नि तपाईलाई तपाई परमेश्वरसँग नजिक हुनुहुँदो रहेछ यस आमेन आमेन मेरो नाक बढ्यो यार मेरो